काटो छर्लम्मै घाँटीबाट काटेछ पनि यसरी काट्नु त हुन्थेन। कमसेकम यत्तिकै नै त्यत्रो ठुलो मान्छे भएर त्यत्रो समझदार बुझ्ने मान्छे भएर सबै श्रीमतीलेमा दसैँ राँगो काटेदेखि त्यसरी काट्न हुन्छ। फेरि यो त गैर कानुनी काम भएन। यस्तो मान्छेलाई त फाँसीको सजाय हुनुपर्छ। यस्तो तरिकाले आफ्नो श्रीमतीलाई यसरी काट्ने हो। कल्ला पर्दैन दुःख, कल्ला पर्दैन तिरस्कार, कल्ला हुन्न पीडा हामीलाई पनि हुन्छ। हामीलाई पनि भएको मान्छे हो। हामी पनि स्वास्नी बेहोरेका मान्छे हौँ। स्वास्नी बेहोरेर छोडेर बसेका मान्छे हौँ। हामीलाई स्वास्नीले छोड्दाखेरि स्वास्नीको वास्ते नगरेर हामीले आफ्नो बाटो गरेर उनले आफ्नो बाटो गरे। यसरी स्वास्नी काट्ने हो। त्यसको रक्षा गर्ने एउटा नारीलाई त्यसरी मार्ने हो। यो मार्ने मान्छेलाई त यो नयाँ सरकारले फाँसीको सजाय ल्याउनै पर्छ। नयाँ कानुनमा फाँसीको सजाय ल्याउनै पर्छ। हत्यारालाई फाँसी दिनै पर्छ। बलात्कारीलाई फाँसी दिनै पर्छ। साथीहरू, यो बिल्कुल गैर कानुनी काम भएछ र यो महिलाले जस्तै महिलाको हत्या भएछ त्यस्तै गरेर यसलाई पनि फाँसीको सजायमा चढाउनै पर्छ। र अगर मनपसन्द थिएन भनेपछि टाढिन पर्दो। साला पैसा थियो, पैसा कमाउँथ्यो, हातपाखुरा थिए, घर स्वास्नी दिएर छोराछोरी पाल बस म आफ्नो बाटो गर्छु भनेर या दिवस दिएर छुट्टिन पर्न्थ्यो। विगतमा मलाई पनि यस्तै परेको। मेरो स्वास्नी अरूतिर लाउने, मलाई धोका दिने गर्दाखेरि के गर्ने? मैले नै मार्न सक्थेँ तर मार्न सकिनँ। किन सकिनँ? कि उसको खुसी उसले जिउने, मेरो खुसी मैले जिउने भनेर त्यो स्वास्नी नै मार्नुपर्छ जरुरी छैन नि। र यो साथीहरू, यो भिडियोलाई जति सक्छ लाइक कमेन्ट सेयर गरेर अगाडिसम्म पुऱ्याइदिनुहोस्। त्यो नेपाली बुढो हो कि नेपाली बुढो त रारामान साला स्वास्नी मार्ने त्यसलाई त्यहीसँग पुऱ्याइदिनुहोस्। त ल फटाफट पुऱ्याइदिनुहोस् रनिङमा। यो काम भएन, बिल्कुल भएन। यसरी स्वास्नी मार्न पाइँदैन। यदि कोही नारी अगर पीडित छ भने बेलैमाथि बाटो तताउने नारीहरू, तपाईँहरूको लागि सलाम गर्छु मैले। बेलैमाथि बाटो तताउनु होला।